अब चाहिँ हामी यहाँबाट माथि जानु लाग्यो सनसेट हेर्ने भनेको सनसेट त राम्रो हेऱ्यो अब यहीँबाट ग्रुपमा आएको रे बल्ल ग्रुप भेटिँदैछ हाम्रो हेलो 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 लाउनु त नि अफरोड भनेको त फेरि अफरोड ट्र्याक हो क्या ट्र्याक The reach sunset पुग्यो पुग्यो ल हामी चाहिँ मानुङकोट पुग्यो तर यो एकछिन तल भुलेर माथि होला ए भैँसी लड्यो चाहिँ राम्रै थियो तर यहाँ पुग्न लाउने भयो बाटो चाहिँ यहाँ हजुर भुतेलले सक्छ त्यो आइराख्ने मान्छे ल भ्यू चाहिँ यस्तै छ सनसेट चाहिँ राम्रो भयो यिनीहरूको यहाँ पार्किङै मिलेन के गर्यो के ल हामी चाहिँ होटेल आएर सामान छोडेर चाहिँ केही नि देखिन त त्यही नि डाँडामा जानु लाग्यो कहाँ गयो यिनीहरू यस्तो देख्यो नाइस तर मोबाइलमा देखे जस्तै देखे छैन ए रियलमा देखे जस्तो मोबाइलमा देखे छैन गुडा चाहिँ गुड यसरी त दामी त रहेछ रे कस्तो ग्याप आएको ग्याप जस्तो देखेको त्यो बीचमा ग्याप हेर्नु है बीचमा ग्याप रहेछ त आकाश आएर कहाँ जाने भने एबिसिडी त्यही हो भिडियो आगे सार कहाँ जाने बल्ल त बाबु म त कहाँ गेम खेला लाएर छोरी ओ माय गॉड चिची धुवाले मलाई लग्यो जस्तो यतापट्टि हाल्न यो उडाउन लाएर हो कि त्यो उडाउन लाग्नु भएर कि बाबु यहाँ हाल न हो चिची ल कालो कालो खाम बारबेक्यू पार्टी हाम्रो सबले खाँदैछ तर म चाहिँ भेज हो कि त्यही भएर यहाँ हजुर गुवाम भेज हो भने कहाँ मैले चलाएको छु न म भेज हो ल डान्स चलिरहेछ अनि अब किसने कहा कुकुर बिरालो नै खेल्थे हे
भातले मोटो रहेछ यार अब चाहिँ हामी भात खाएर स्लिपिङ हालिदिने हो ल गुड मर्निङ फ्रम मानुङकोट कस्तो राम्रो भ्यू देखेको वाउ हेभेन सोनाम ओए सोनाम ओ वाउ हेभेन हेभेन वाउ कस्तो राम्रो भ्यू हेभेन मानुङकोट Unbelievable! वाउ वाउ कस्तो राम्रो भ्यू ओहो यहाँ मुनि पनि सिटी छ र मानुङकोटको भ्यू ल गुड मर्निङ फ्रम मानुङकोट यस्तो राम्रो भ्यूसँग खाना खान पाउँदा कस्तो लागिरहेछ तपाईँहरूलाई फुफू कस्तो लागिरहेछ वाउ कस्तो बादल मुनि बादल माथि खाने बादल माथि खाने भनेको बादल मुनि आइपुग्यो मानुङकोटमा यस्तो भयो बाबु कस्तो भयो कस्तो भयो बाबु यस्तो भयो देख्न चाहिँ धेरै देख्यो राम्रो तलै नासी तलै जाम आफूले चाहियो दोकान अनि तलै जाम कस्तो राम्रो भ्यू अनबिलिभेबल के रे अनबिलिभेबल ओइ के रे होइन अनबिलिभेबल त्यही होइन अनबिलिभेबल अनबिलिभेबल गर्छ तँलाई वाउ ल मानुङकोट कस्तो राम्रो देख्यो ब्याड लक ल मानुङकोटमा आएको झन् के भन्छ अरे मानुङकोटले यस्तो राम्रो भ्यू देखाइदिएकोमा धन्यवाद अब हामी घर जानेवाला छौँ तर भाइरल चटपट कस्तो रहेछ खाएर जानुहुन्थ्यो है बाई गाइस ब्याक टु होम राम्रो भ्यू मिठो भ्यू हेरेर हिँड्ने अब ट्याक्क राम्रो भ्यू हेरेर हिँड्ने अब घरतिर मी चाहिँ सिजनमा नआएर यस्तो भएको तपाईँहरू सिजनमा नआउनु होला सिजनमा आउनु होला ल आज चाहिँ हामी के हो भन्ने ठाउँमा आइपुग्यो अब चाहिँ हामी घर जाने यति नै थियो हाम्रो मानुङकोटको यात्रा केही नि भएन मानुङकोटमा भ्यू नै आएन ल बाई बाई गाइज